यदि तपाईँ होइन लाइक आफू हराएको जस्तो महसुस गर्नुभएको छ, लस्ट के लाइक हुन्छ नि, के गरौँ के नगरौँ होइन, प्लानिङहरू टन्नै छ तर केही भइरहेको छैन जस्तो महसुस गर्नुभएको छ भने होइन, यो कन्फ्युजन हो क्या। सो यो भिडियोमा म के सेयर गर्नु गइरहेको छु भन्दाखेरि होइन, तपाईँको यो लेजिनेस चाहिँ होइन, कन्फ्युजन हो होइन। सो तपाईँले यो भिडियोमा होइन बिगनर हुनुहुन्छ भने होइन, तपाईँले चाहिँ होइन म के चाहन्छु क्ल्यारिटी चाहिँ लिएर जानुहोस् यो भिडियोबाट होइन, क्ल्यारिटी चाहिँ लिएर जानुहोस्, तपाईँलाई सजिलो गर्छ होइन। सो लाइक आजभन्दा केही समय अगाडि होइन म चाहिँ वाइल्ड भिडियोज हेर्थेँ क्या, टन्नै भिडियोज हेर्थेँ क्या, युट्युबमा भिडियोज हेर्थेँ होइन, टिकटकमा भिडियोज हेर्थेँ होइन, मेन त युट्युब भनौँ न, युट्युबमा टन्नै भिडियोज हेर्थेँ, लाइक कन्टेन्टहरू सेभ गरेर राख्थेँ, डाउनलोड गरेर राख्थेँ होइन, सबैको भिडियो हेर्थेँ, टनाटन भिडियोज क्या, लाइफ रिलेटेड भयो होइन, मनी रिलेटेड भयो होइन, टन्नै भिडियोज हेर्थेँ क्या। तर होइन युट्युब रिलेटेड टन्नै हेर्थेँ, तर होइन के भयो भन्दाखेरि लाइक मैले जस्ट भिडियो हेरेँ क्या, जस्ट भिडियोज हेरेँ क्या, तर मैले एक्सन चाहिँ लिइनँ क्या, एक्सन चाहिँ लिइनँ होइन। लाइक मैले अरूसँग चाहिँ जस्ट कम्पेरिजन गरेर बस्थेँ होइन, जसको कारणले म प्रेसर लिएर बस्थेँ होइन, अनि ऱ्यान्डम प्रेसर लिएर बस्थेँ होइन, अनि कम्पेयर गर्थेँ अरू युट्युबरहरूसँग भयो, मान्छेहरूसँग भयो है। सो मेरो चाहिँ समस्या के रहेछ भन्दाखेरि होइन, मैले रियलाइज गरेँ पछि गएर होइन, के समस्या रहेछ भन्दाखेरि मसँग टनाटन अप्सनहरू भयो क्या। लाइक मैले सेयर मार्केट रिलेटेड हेर्थेँ, एक्टिङ रिलेटेड भिडियोज हेर्थेँ होइन, अनि टन्नै अप्सन भयो क्या, लाइक धेरै अप्सन भयो, लाइक सेयर मार्केट भयो, ट्रेडिङ भयो, यताउता नाना थरीको अप्सनहरू भयो होइन। अनि लाइक अब लाइफमा पनि त्यही त हो नि होइन, टन्नै अप्सन भयो है। सो क्लियर थिङ्किङ भएन क्या, लाइक क्लियर थिङ्किङै भएन मेरो, म के गर्ने के नगर्ने, अनि लाइफमा अब के गर्ने नगर्ने होइन, लाइक कन्टेन्टमा के गर्ने नगर्ने होइन। अनि मेन त कन्टेन्टकै कुरा गरिरहेको छु अहिलेको टाइममा होइन। लाइक युट्युबमा टन्नै भिडियोज हेरेँ, युट्युबमा अरूले के बनाउँछ त्यही बनाउनु खोज्थेँ होइन, एक्टिङ भिडियो हेरेँ, एक्टिङ भिडियो, अनि अरूको यो फाइनेन्सको भिडियो हेरेँ, फाइनेन्सको भिडियो बनाउनु खोज्ने होइन। सो क्लियर थिङ्किङ थिएन, लाइक के गर्ने के नगर्ने भनेर गाइडेन्स पनि थिएन होइन, लाइक गाइडेन्स पनि कसैले गरिदिएन भनौँ न, म चाहिँ जस्ट ऱ्यान्डम भिडियो कन्ज्युम गर्थेँ होइन। सो तपाईँको लाइक कन्फ्युजन चाहिँ हुनुहुन्छ नि तपाईँ होइन, कन्फ्युजन आउनुको कारण चाहिँ होइन तपाईँको थिङ्किङ चाहिँ क्लियर छैन क्या, थिङ्किङ चाहिँ क्लियर छैन होइन। लाइक थिङ्किङ क्लियर भएपछि, डिरेक्सन क्लियर भएपछि होइन, लाइक गाइडेन्स भएपछि होइन, तपाईँको डिरेक्सन र बाटो थाहा भएपछि तपाईँको कन्फ्युजन पुरै हट्छ क्या। अब योभन्दा अगाडि लाइक मैले 5-6 महिना अगाडि, 7-8 महिना अगाडि मैले कहिले के भिडियो बनाउँथेँ, कहिले के भिडियो बनाउँथेँ तपाईँलाई थाहा नै छ होला, कहिले के को बारेमा भिडियो बनाउँथेँ, कहिले के को बारेमा भिडियो बनाउँथेँ, अनि कहिले डिसिप्लिन रिलेटेड, कहिले मोटिभेसन रिलेटेड, कहिले मनी रिलेटेड, कहिले अब लाइक जे मन लाग्यो त्यही बनाउँथेँ क्या। सो त्यति बेला मसँग लाइक डिरेक्सन थिएन होइन, अनि कन्फ्युज थिएँ कि त्यति बेला धेरै, र अहिलेको टाइममा मसँग डिरेक्सन छ। सो त्यसैले म कन्फ्युजन मेरो हटेको छ क्या। सो क्ल्यारिटी चाहिँ एउटा स्किल हो होइन, जुन डेभलप गर्नुपर्छ होइन, डेभलप तपाईँले गर्नुहुन्छ मजाले इफ तपाईँले टाइम दिनुभयो भने होइन। सो क्ल्यारिटी पाउनको लागि यो एउटा सानो फ्रेमवर्क छ म जुन सेयर गर्न गइरहेको छु होइन। सो कुनै एउटा प्रब्लम लाइक डिफाइन गर्नुहोस् होइन, कुन प्रब्लम सल्भ गर्ने त्यो प्रब्लम चुज गर्नुहोस्, र अर्को तपाईँ एउटा स्किल चुज गर्नुहोस्, त्यो प्रब्लम सल्भ गर्ने एउटा स्किल चुज गर्नुहोस्, र अर्को कुरो त्यसपछि के गर्नुहोस् भन्दाखेरि होइन, त्यसलाई प्र्याक्टिस गर्नुहोस्, एक्सप्लेन गर्न अरूलाई कसरी एक्सप्लेन गर्ने प्र्याक्टिस गर्नु होइन, र देन त्यसपछि फिडब्याक लिनुहोस् होइन, फिडब्याक लिनु अनि काम गर्नु र एडजस्ट गर्नु क्या, यही हो क्या, सिम्पल। एउटा प्रब्लम चुज गर्नुहोस्, त्यो प्रब्लम कुन सल्भ गर्ने भनेर, देन त्यसबाट स्किल चुज गर्नुहोस्, देन त्यसपछि त्यसलाई प्र्याक्टिस गर्नुहोस् र एप्लाई गर्न थाल्नुहोस् होइन, र अरूलाई एक्सप्लेन गर्न पनि सिक्नुहोस्, र फिडब्याक लिनुहोस् र एडजस्ट गर्ने क्या। सो यसरी चाहिँ हामीले गर्न सक्छौँ होइन। लाइक तपाईँले सिम्पल यो एक्सन गर्न सक्नुहुन्छ, लाइक अहिले तपाईँ एक्सन लिन सक्नुहुन्छ होइन। के गर्नु सक्नुहुन्छ भन्दाखेरि होइन, तपाईँ के चाहिँ सल्भ गर्न चाहनुहुन्छ होइन, त्यो लेख्नुहोस् होइन, अहिले नै लेख्दा भयो होइन, र यसलाई होइन तपाईँ चुज गर्नुहोस् त्यसमा के गर्ने नगर्ने भनेर, देन त्यसपछि डेली होइन लाइक आफूलाई रिमाइन्ड गराउनु म यो गर्दैछु भनेर क्या, डेली रिमाइन्ड गराउनु, लाइक चुज गर्नु होइन, एउटा के प्रब्लम सल्भ गर्न चाहनुहुन्छ त्यसको लेख्नुहोस् होइन, र त्यसपछि डेली आफूलाई रिमाइन्ड गराउनुहोस् होइन। लाइक डेली अब रिमाइन्ड गराउनु भयो नि तपाईँले आफूलाई होइन, डेली होइन बोल्नुहोस् होइन, यो गर्दैछु भनेर, म यो प्रब्लम सल्भ गर्दैछु भनेर होइन, र त्यही अनुसार एक्सन लिनु क्या। लाइक मैले अब अहिलेको टाइममा होइन
मैले कम्युनिकेसन र स्मल क्रिएटरहरूको मोनेटाइजेसनको प्रब्लम सल्भ गर्दैछु। सो म यसको रिलेटेड म के गर्न सक्छु र के गर्नेवाला छु भनेर त्यही रिलेटेड म भिडियो बनाइरहेको छु क्या अहिलेको टाइममा। सो त्यही रिलेटेड म कन्टेन्ट बनाइरहेको छु स्मल क्रिएटरहरूको लागि, बिगनरहरूको लागि र कम्युनिकेसन रिलेटेड र मोनेटाइजेसन प्रब्लम रिलेटेड क्या। मसँग क्ल्यारिटी छ क्या। सो यो म आफूलाई बिहान बिहान याद दिलाउँछु होइन यो कुराहरू गर्नुपर्छ भनेर, र देन त्यसपछि त्यही अनुसार कन्टेन्ट बनाउँछु क्या। सो तपाईँको होइन क्ल्यारिटी तपाईँसँग भएपछि तपाईँको के हुन्छ भन्दाखेरि होइन कन्फिडेन्स बढ्छ क्या। क्ल्यारिटी भएपछि तपाईँसँग इफ डिरेक्सन छ भने होइन, तपाईँसँग प्लानिङ छ भने होइन, गाइडेन्स छ भने होइन, क्ल्यारिटी छ भनौँ न ओभरअल होइन, देन तपाईँको कन्फिडेन्स वाइल बढ्छ क्या, कन्फिडेन्स खतरा बढ्छ क्या। सो इफ कन्फ्युज हुनुहुन्छ होइन हजुरहरू है, तपाईँसँग क्ल्यारिटी छैन के गर्ने के नगर्ने होइन, लाइक के गर्ने, कुन बाटो फलो गर्ने, कसको कुरा मान्ने, कुन स्किल चुज गर्ने, कुन चाहिँ चुज नगर्ने, कुन प्लानिङमा जाने, गाइडेन्स छैन, डिरेक्सन छैन भने मेरो लाइक बिगिनरहरूको लागि क्ल्यारिटी सेसन म गरिरहेको छु जुन तपाईँले एटेन्ड गर्न सक्नुहुन्छ। सो जोइन गर्न सक्नुहुन्छ होइन इफ तपाईँलाई जरुरी छ भने होइन। सो आई होप यो भिडियोले तपाईँलाई थोरै भयो भने क्ल्यारिटी दियो होला भन्ने चाहिँ आशा गर्छु है। सो मेरो अरू भिडियोहरू पनि छन्, हेर्दा हुन्छ होइन, र अरू नयाँ भिडियो आउने नै वाला छ है त।